साथीहरू आज चाहिँ हामी दुईजना चाहिँ ज्वाइँलाई लिन आएको ज्वाइँ आइपुग्नु नै भएन यहाँ कुर्दा 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 चिसोले मर्नु लागेछ फुल पनि वही लिएर झर्न थालिन्छ हामी चाहिँ यहाँ कुर्दैछ यसरी हेलो मामा जस्तो लागिरहेको के मेरै गयो है तर चाहिँ किन्न आउँछ होइन तर हाम्रो दाइ पनि आउँदै हुनुहुन्छ अरे आज हामीलाई थाहा थिएन हेलो गाइस हामी चाहिँ यहाँ चाहिँ कुरेर बसेर आउनुहुन्छ विदेशबाट भन्दै यहाँ चिसोले मर्न लागिसक्यो यहाँ एयरपोर्टमा छौँ कुर्ता 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 हैरान भइसक्यो आउनु भएको छैन ओह यसको मोबाइल झरे अहिले चाहिँ दुबईबाट आउँदै हुनुहुन्छ हाम्रो चाहिँ आउनै भएको छैन कुरिया कुरै छ एयरपोर्ट 1 घन्टा भयो है हामी बस्यो ठ्याक्कै बढी भइसक्यो कुर्ता 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 कुर्दा हामी कुर्ता 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 गरेर बसिरहेको अझै आइपुगेको छैन आइपुगेन ए भेनाजु लिन आएको यसको भेनाजु सञ्जीवको भेनाजु हो नि है ज्वाइँलाई कुर्दा कुर्दा झ्याउ लाएर यहाँ छोरी चाहिँ फाइनली बल्ल 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 आइपुग्नु भयो 2 घन्टामा 3 घन्टा है साँच्चै 12 बजिसक्यो त नि 9 बजे आएको हामी फाइनली साथीहरू हामी चाहिँ अघि एयरपोर्टमा थियो अहिले रुममा आइसकेका छौँ अनि आएर नि नुहाइ गरिसक्यो अनि हाम्रो दाइ पनि आउँदै हुनुहुन्थ्यो नि त तर दाइलाई चाहिँ भेटेन आँखा पन्की हेरिरहेको थियो तै पनि देखेन कि खै कसरी कसरी देख्दै देखेन अनि अब हेर्दै गर्नुहोला सबैजना माया गरिदिनु होला अब अर्को भिडियोमा भेटौँला बाई बाई दाइ चाहिँ जानुहुनेछ लास्टमा ल त हेर्दै गर्नुहोला